एक्लै मात्र आउनु भएको यहाँ होइन म त घरअगाडि निस्किएको कि कोही केही चुपचाप छ नि त फेरि हाम्रो यो साइलेन्टै छ भएर त यसरी बासी व्यवहार भएको जस्तो पनि फिल हुन्छ क्या यो टोलमा जस्तै यो यस्तो हुँदैन यो कम्पाउन्डभित्र तपाईँहरूको हो यो बाहिर हाम्रो हो होइन धरानभित्र बिपी अस्पताल छ कि बिपी अस्पतालभित्र धरान छ ठिकै छ तपाईँको त्यस्तो केही पनि भएन यहाँ चाहिँ खासमा यस्तो आयो क्या त्यो रुख काट्यो भनेर मात्रै कुरा आएको रहेछ कि यहाँले अरू केही पनि बिगाएको छैन अब काम बढ्दैछ अगाडि आउने बाँकी कुरो मैले हिजो यता सुन्नु अनुरोध तपाईँको कुरा गर्ने भने यो अगाडि के अरे बजार बन्द किन बोल्नु भने त्यहाँदेखि दर्शक महानुभावहरू अहिले यो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो ठ्याक्कै बाहिरपट्टि यो तरकारी सेड निर्माण कार्य हिजो शिलान्यास भएको थियो र हिजो शिलान्यासको बेलामा पनि यो प्रतिष्ठानले चाहिँ यसमा आपत्ति जनाएको अवस्था थियो र आज चाहिँ यो सल्लाह भनौँ यो होइन धुपी यो रुख काटिएको अवस्था रहेछ र यो धुपी काट्दै गर्दाखेरि यहाँनिर चाहिँ काम सुरु भएको रहेछ र यो काम अहिले रोकिएको अवस्था छ यहाँ स्थानीयबाट विरोध भएर यो रुख पनि रोपेको भन्ने कुरा रुख हामीले रोपेको बाबा यो फुल हो 1500 खर्च कति घर जङ्गलको उयोमा 1500 परेछ के यो रुख रोप्ने गोटाको जङ्गलको कुरा गरेर जङ्गल यो भयो त यो दुईटा रुखलाई यहाँनिर अब यो मापदण्डमा भनौँ न 12 सटरमा उहाँसम्म राख्दाखेरि दुईटा रुख पनि के भने फुल होला यो फुल जस्तै हुन्छ यो के सल्लाह कि धुपी हो यो होइन यो स्थानीयवासी तपाईँ एक्लै मात्र आउनु भएको यहाँ होइन म त घरअगाडि निस्किएको कि कोही केही चुपचाप छ नि त फेरि हाम्रो यो साइलेन्टै छ भएर त यसरी बासी व्यवहार भएको जस्तो पनि फिल हुन्छ क्या यो टोलमा जस्तै यो हेर्नु त हाई एक्सटेन्सन लाइन यहाँ कुदाउने होइन नि त रुख रोपिरहेको छ यहाँ स्थानीयवासी गुरु आउँथ्यो होला नि त भन्ने कुरा क्या अब हाम्रो टोलको यस्तो होइन उहाँले अलिक के भन्दाखेरि त्यो होइन म विरोध गरेको होइन क्या सर गरेको तपाईँले भनेको चाहिँ फेरि त्यो नजानु उहाँ त यहाँ त विकास चाहने मान्छे हो यहाँ विकास हुनुपर्छ गर्नुपर्छ कमसेकम आफ्नो घर पनि सटर लागोस् भन्ने लागो हो यो टोलमा लागोस् न हामी पनि केही होइन मान्छेहरू यत्रो तर यति चाहिँ हो के भनेदेखि चाहिँ अब यहाँ अहिले कुरा आयो यो काम रोकाउने भन्ने के कुरा आयो क्या यो दुईटा रुखले गर्दाखेरि त्यो काम रोक्न आएको होइन नि उहाँ आएको होइन क्या यहाँ चाहिँ प्रशासनलाई चाहिँ त्यो कुरा आयो अरे त्यही भएर अहिले ठेकदार अहिले यता कता जानुभयो भेटिएन तर एउटा कुरा क्या सर रुख काट्ने बेला चाहिँ अगाडि भन्नुपर्छ हामीलाई त्यो त रुख काट्ने कसरी हुर्काएको त हामीलाई पनि थाहा छ त यस्तो बाख्रादेखि लिएर यसो छ कि चाहिँ आएर झ्याम्मा तपाईँको के छ भने विकास गर्दा थोरै सानो किन विनाश हुन्छ हेर्नुहोस् तर त्यो विनाश हुँदाखेरि त्यसले कति छिटो चाहिँ हामीलाई फेरि फाइदा हुन्छ त्यो चाहिँ हो मैले माने कि तर अलिक जानकारी त हुन्छ नि त अब एउटा दुईटा रुख अलिकति तपाईँको चाहिँ नि नाश हुन्छ अब त्यो हुन्छ भनेर त्यो गर्दै गरेन त केही हुँदैन फेरि केही हुँदैन फेरि साँच्चै हो तर हामीले चाहिँ के भन्दाखेरि यो रुख एउटा मास्यो भने हामी त्यहाँ अर्को रोक्न सक्यौँ नि होइन तर यसलाई अब रुखै बोकेर लाने त हाम्रो बनाउनु नि मेहनत लाग्छ नि त अब यो माथि यसो गरौँ न जाने त सबै कुरा तपाईँहरूले बरु यो खाली ठाउँमा हिजो बिपी र उसको पनि तपाईँहरूको यो जग्गाको विषयमा अलिकति समस्या आयो होइन यसको कसरी जस्तो अब मेयर साहबले यो नगरपालिकै जग्गा भन्छ बिपीले मेरो भन्छ होइन यो त समस्या समाधान नगरिकन प्रमाणको लागि यो रोड बनाउँदा हामीले 60% हामीले तिरेर हाम्रो बजेटले हामीले नै यो सबै गर्छौँ बिपीले त यो के गरे पनि होइन गर्दा पनि गर्दैन भन्दै आफ्नो भएको छ यहाँको स्थानीयले बाटो बनाउँदा सबै कुराहरू चाहिँ हामीले नै यो सबै कुराहरू तपाईँको रेखदेख गर्ने हामीले गर्ने भनिराख्नु भएको छ यहाँको स्थानीयले अब अहिले बिपीले चाहिँ अब बिचमा आउने यो यस्तो हो विकास हुनलाई बाधा अर्चन गर्ने केही त्यो षड्यन्त्र जहाँ पनि मैले देख्छु त्यो हुन्छ पनि तर त्यसलाई अब चिर्नुपर्छ बिस्तारै चिर्दै जान्छन् किनभने अब यहाँको स्थानीयहरू उहाँहरूले देखिहाल्नु भने उहाँहरूले नचाहेर भएको होइन यहाँ चाहिराख्नु भएको छ यहाँ आओस् अझ ठुल्ठुलो यहाँ विकास होस् काम होस् यहाँ चाहिँ मार्केट बनोस् होइन फाइदा छ नि तर जानकारी चाहिँ हुनुपर्छ अब त्यो त यस्तो होइन जानकारी पनि पिहालो हुन्छ कि सर जस्तै 18 को हो होइन 18 को उताको भन्दा उताको बासिन्दा त कोही पनि छैन नि त बिपी नै हो नि त उता त यता त हामी छौँ नि त तर तपाईँहरूले कसैलाई पनि बोलाउनु भयो जस्तो चाहिँ लाग्दैन है मलाई अस्ति पनि हेर्दाखेरि त्यो के गर्दाखेरि होइन यो हाम्रो नगरपालिकाको हो के हुन्छ भन्ने टाइपले चाहिँ नजानुहोस् किनभने हामी टोलको अगाडि हाम्रो पनि केही विकास राम्रो होस् राम्रो देखाउनु मेरो भिजन त अर्कै थियो यो टोलमा मेरो पनि भिजन छ नि साइक्लिङ पार्क बनाउने हो कि के गर्ने भने हाम्रो टोलको पनि एउटा हुन्छ नि त इच्छा हामीलाई यो यस्तो बनाउँदा साइक्लिङ बनाउने कि बिहानदेखि मान्छेहरू होइन मर्निङ वाक इभिनिङ वाक आउँछ साइक्लिङ बनाउने हो कि यहाँ के
चिड्लेन उयो मनोज दालाई मैले भनेको नि दाइ हाम्रो पनि त्यहाँ एक्सर्साइज गर्ने बनाइदिनुहोस् है भनेको ल भइहाल्छ त्यहीँ बनाउने हो भन मनोज दाले त्यतिखेर 2-3 वर्ष अगाडि तपाईँको 17 कि 18 भन्ने चाहिँ कन्फर्म भएन है उहाँले भन्नुहुन्छ यो 17 अर्कोले भन्नुहुन्छ 18 अनि तर पनि विकासमा त त्यो प्रब्लम छैन होइन 18 भयो भने सकिगयो नि होइन काम चाहिँ हुनु पर्यो त्यस्तै हो अब यो चाहिँ यहाँ अगाडिको हाम्रो पुष्पा दिदीको बाबाको रेखदेखमा पर्छ जस्तै आफ्नो आफ्नो रुट हामीले हेर्नु पर्यो क्या हाम्रो टोलको चाहिँ त्यो छ क्या बाटो आफ्नो आफ्नो सफा गर्छौँ हाम्रो आफ्नो आफ्नो गर्छौँ त्यस्तो हो क्या सर यो चाहिँ हाम्रो टोलमा त्यस्तो छ क्या अब तपाईँले अहिले मैले ठ्याक्टर बोलायो भने फेरि सबै आउँछ है एक बोल्यो आउनु पऱ्यो यस्तो काम पऱ्यो बढियो भने बोलायो भने नत्र भने हामी आफ्नो आफ्नो काममा बिजी हुन्छ यो टोल चाहिँ त्यस्तो रुख काटेपछि मात्र अलिकति यो होइन म त आउँदै थिएँ यहाँ भिडियो आउँथेँ केही यो रुख काटेको मैले यादै गरेको आएको होइन कि उहाँ चाहिँ बाटोबाट अफिस जाँदा जाँदै आएको हो के भएर छ भन्ने यसो हेर्न लाग्यो तपाईँको भनाइ चाहिँ स्थानीयहरूलाई पनि यो बन्दैछ भन्ने जानकारी छैन भन्नु खोज्नु भयो छैन नि मलाई त छैन अब अरूहरूलाई कसैलाई दियो कि बा अब वाडा 18 को सदस्य आएर बोल्नु भएछ उहाँ बोल्नु भएछ यहाँ 17 को त हामी हो फेरि 17 मा हामी कर तिर्छौँ होइन घरधुरी कर तिर्नु पर्यो हरेक छ नि तिर्नुपर्ने कुराहरू 17 बाट गर्छौँ हामी विकास गर्दा 17 बाट नै सबै 17 बाटै तिर्छौँ नि अब हेर्न मेरो घर यहीँ छ अब यो 18 भन्नुहुन्छ 18 को सदस्य लिएर गर्नुहुन्छ प्रोजेक्ट यताको त के हो हामी चाहिँ केही न केही क्या फेरि यता यो स्टेसन लाइन लग्यो होइन केही थाहा छैन यो डेङ्गु खोइ कहाँ यता माथिको दम पनि अहिले जस्तो समय यहाँ चाहिँ के यो काम रोकिएको अब प्रहरी प्रशासन केही पनि भएन यहाँ चाहिँ खासमा यस्तो आयो क्या त्यो रुख काट्यो भनेर मात्रै कुरा आएको रहेछ कि यहाँले अरू केही पनि विवाद छैन अब काम बढ्दैछ अगाडि बढ्दैछ यहाँ यो के समिति केही बनाएको छ कि सिधै ठेक्का हो कि ठेक्का हो यो त लागेको छ नि त हाम्रो त्यो न्यू थापा निर्माण सेवाबाट 65,70,81 रुपियाँमा यो टेन्डरै भएर लागेको अब नगरको रेड बुकको बजेट हो नि त यो त काम भइरहेछ हुन्छ यो काम बिपीले जस्तो हुँदा अब तपाईँ भन्दाखेरि विशेष गरी त नगरले भन्ने कुरा थियो होइन अब तर तपाईँ पनि अब त्यो अभियानमा जोडेको हुनाले बिपीले हिजो एउटा अपिल पनि जारी गराएको थियो समन्वय गरौँ भन्ने कुरा समन्वय गरौँ अब यहाँ अरू भवनहरू बन्दैछ होइन त्यसको लागि भोलि यसले अलिकति बाधा अवरोध होला कि भन्ने कुरो पनि गर्दै थियो होला उहाँहरूको पक्षबाट गर्नु स्वाभाविक हो होइन यो चाहिँ ग्रिन बेल्टको लागि छोडेको ठाउँ हो ग्रिन बेल्टको लागि छोडेको भने मात्रै भएन नि त अब खै त हुनु पर्यो नि त अब त्यो त फेरि भएको त देखिएन फेरि होइन यहीँ स्थानीयहरूले नै अहिले यत्रो भनिरहेको छ स्थानीयहरूले यसो गऱ्यो भने भयो नत्र भने त्यो छैन होइन हेरौँ के हुन्छ अब यो पछि देखाउँछ यसको विषयमा यता प्रिय श्रीकान्त चाहिँ अब धमाधम सुरु हुने क्रममा रहेछ यहाँनिर तर यहाँनिर अब यो काटिएको सन्दर्भमा प्रहरीको शासन प्रहरीको टोली पनि आइरहेको छ यहाँनिर प्रहरी पनि आइरहेको छ दर्शकहरू अब क्रस गरिदिन्छ पाँचवटा मात्रै बाहिर फुटाउने हो त्यस्तो हुँदैन यो कम्पाउन्डभित्र तपाईँहरूको हो यो बाहिर हाम्रो हो होइन
धरानभित्र बिपी अस्पताल छ कि बिपी अस्पतालभित्र धरान छ ठिकै छ तपाईँको मैले एकचोटि अनुरोध हुँदैन यो हाम्रो बजेटको कार्यक्रम हो होइन मैले एउटा हजुरलाई हिजो मैले अनुरोध गरेँ बिपी अस्पताल भनेको धरानभित्र छ है धरानभित्र छ बिपी अस्पताल मलाई अलिकति बोल्न दिनु न मेरो कानुनमा जानु नि तपाईँ भयो कानुनै जाने हो केही हुँदैन ल ठिक छ केही हुँदैन ल थ्याङ्क यू तपाईँहरूको अस्पताल धरानभित्र छ होइन अस्पताल हजुरको अस्पताल हो मेरो अस्पताल हो होइन अनि स्थानीय सरकारसँग तपाईँ कर्मचारी भएर कुन हैसियतमा बात मारेको कर्मचारी बात मारेर हुँदैन होइन तपाईँको के अरे स्वास्थ्य मन्त्रीसँग बात मार्छ ल ल ओके त्यो चिज हो ओके ओके ल हजुर गर्नुहोस् होइन बाँकी सवाल आउने बाँकी कुरा मैले हिजो यता सुन्नु अनुरोध तपाईँको कुरा गर्ने भने यो अगाडि के अरे बजार बन्द किन बोल्नु भयो त्यतिखेर सुन्नुहोस् त्यतिखेर म थिइनँ कि तर अहिले मेरो डकुमेन्टेसन होइन यो कम्पाउन्डभित्र तपाईँको हो भने बोल्नुहोस् त्यो भन्दा होइन तपाईँ मसँग नबोल्नु तपाईँको हैसियत छैन जनप्रतिनिधिसँग सिर्फ जनप्रतिनिधि बोल्छ स्वास्थ्य मन्त्रीसँग मात्रै बोल्छ ल ल ल अरू कुरा तपाईँ जानुहोस् तपाईँ जानुहोस् ल ठिक छ मैले एउटा के छ भने प्रतिष्ठानको हैसियतले प्रशासनमा बसेको मैले आफ्नो कुरो हजुरलाई जाहेर गरेँ भनेको जनप्रतिनिधि हो केही होइन मलाई मैले भनेको कुरो भने हजुरलाई कर्मचारीको हैसियत हुँदैन जानुहोस् मैले आफ्नो कुरो राखिदिएँ हजुर एकदम राम्रो ठिक हो मैले आफ्नो कुरो राखेको हो तपाईँ जानुहोस् बाँकी सवाल त राज्य स्वास्थ्य मन्त्रीसँग जस्तै यो अलिकति बिपीले चाहिँ यस्तो छ यो पनि उहाँहरूको जग्गा अरे भनेर भन्नुहुन्छ कि होइन यो कम्पाउन्डभित्र चाहिँ उहाँहरूको हो कम्पाउन्ड बाहिर चाहिँ धरानको महानगरपालिका हो नि त उहाँहरूको अस्पताल धरान 18 भित्र छ क्या अनि उहाँ रेजिस्टर चाहिँ आफै आउनुभयो है अब अरूले खोइ के लगाइदियो अब यो बजार चाहिँ कस्तो छ भने नि तरकारी बजार चाहिँ हाम्रो धरानको तरकारी बजार भानुचोकको बजार भनेको त्यो चाहिँ निजी घरहरू हो त्यो बजारै होइन त्यसले गर्दाखेरि एउटा व्यवस्थित पालिकाको तरकारी बजारहरू हुनुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ कस्तो सेन्ट्रलाइज भन्दा डिसेन्ट्रलाइज हुनुपर्छ क्या होइन जस्तै उतापट्टि चाहिँ नि धरान 3 मा छ है त्यसै गरी यहाँ हुनुपर्छ अन्यत्र पनि बनाऊ न अनि यो चाहिँ तपाईँको पालिकाको तरकारी बजार बनिसकेपछि चाहिँ भोलिको दिनमा राजस्व हाम्रो बजेट पनि हो क्या यो यहाँ भाडामा रहन्छ होइन अब सबै मान्छे रेलवेको मान्छे तरकारी किन्न भानुचोक गइरहनु त सक्दैन उसले गइरहेको त सक्दैन त्यसले गर्दाखेरि होइन सबैतिर चाहिँ नि अब डिसेन्ट्रलाइज गर्ने हो बजार मैले चाहिँ त्यो सोचिरहेको छु अब यतिखेर अब बजार माथिको परको बजारहरूले के भनिदियो कि खोइ त्यतिकै आउनुहुन्छ त्यो हुनु पनि सक्छ अनि मैले भने चाहिँ अब उहाँ भनेको कर्मचारी जनप्रतिनिधिसँग बोल्ने होइन क्या उहाँको स्वास्थ्य मन्त्री बोल्ने हो मसँग त्यो चिज हो र हामीले कम्पाउन्ड तोडेर बनाएको भयो एउटा कुरा अब यहाँ परे सबै छ नि हाम्रो होइन 18 को चाहिँ यहाँनिर हामीले चाहिँ बयामशालाहरू बनाउँदैछौँ होइन त्योहरू बनाउँदैछौँ त्यो बजार हाम्रो छ त्यहाँदेखि उतापट्टि चाहिँ के अरे गुम्बादेखि उतापट्टि शिव मार्गसम्म छ होइन र संरचना सबै के हो त भन्दाखेरि धरान उपमहानगरपालिकाको संरचना हो यहाँसम्म कि यो बिपी अस्पताल पनि धरान उपमहानगरपालिका भित्रै छ हाम्रै हो क्या यो पनि त्यसरी बुझ्नुपर्ने अनि हामीले यहाँनिर एउटा गर्नु खोजेको कसले के भनिदियो कि के आउनुहुन्छ अनि के भन्नु यो चाहिँ बाटोको जग्गा पनि हो भन्ने पनि बाटोको जग्गा भनेको त यस्तो हो बाटो कसको हो धरान उपमहानगरपालिकाको होइन हामी त सरकार हो त स्थानीय सरकार हो क्या है त्यो धरान उपमहानगरपालिका भनेको त्यो प्रशासनिक एकाइ होइन त्यो स्थानीय सरकार हो त्यो स्थानीय सरकारले आफ्नो तपाईँको सम्पत्तिहरू जोड्न पाउँछ त्यो सार्वजनिक सम्पत्ति हो धरानवासीको लागि सबैको लागि होइन त्यो चाहिँ एउटा बन्यो भने अहिले जुन मैले भने नि त्यो भानुचोकको त्यो छ नि त्यो सब्जी बजार त्यो प्राइभेट घरहरू हो त्यहाँ हाम्रो 1 रुपियाँ पनि आउँदैन आउँछ त व्यवस्थित तरिकाको होस् भने त्यो घरभित्र गरेको छ कोही कता कोही के यहाँ सबै हुँदैन त्यहाँ पनि हुन्छ यहाँ पनि होस् भने त्यो बजारको विकेन्द्रीकरण गर्नु पर्यो भन्ने हो र कहाँ अनुसारले मैले बजेट राखेँ होइन अनि त्यो बजेट चाहिँ अब वडासँग मिलेर वडाको लगाएर केही होइन अनि सबै मिलेर चाहिँ नि अब थैथप सबै गरेर चाहिँ यहाँ अब गरेको अब उहाँको भनाइ चाहिँ के हो अहिले आउँदा बिपी अस्पतालको जग्गा हो भन्नुहुन्छ क्या नबनाउनु भन्नु खोज्नु हो त्यही भन्नु जसरी ठ्याक्न खोजे यो कति लाख खर्च हो यसमा त्यो चाहिँ ठ्याक्कै हेर्नुपर्छ कति अलिक तल छ 65 लाख
65,70,081 यसमा के संरचना बन्न खोजेको त्यो पनि यसमा चाहिँ हाम्रो कता हो कमलजी कमल सर प्राविधिक आउनुहोस् यहाँ के हो प्राविधिक आउनु के बन्न खोजेको यहाँ चाहिँ हाम्रो तरकारी पसल एउटा घर बन्ने हो त्यसमा चाहिँ हामी सेट पनि भन्छ यसलाई जम्मा 35 फिट बाई 35 फिट 5 इन्चको लम्बाइ हुन्छ 12 फिट चौडाइको त्यसमा जम्मा एउटा सेटमा चाहिँ 4टा रुम हुन्छ 4टा कोठा हुन्छ जम्मा 12वटा कोठा भन्छ जसमा चाहिँ अब हाम्रो यसको बेरा चाहिँ इटाको छ जसको छानो अनि जसमा चाहिँ हाम्रो त्यो कलर जस्तै एच स्पानको अलिकति ह्याकिङ चाहिँ हाम्रो कोरिलेटेड भयो त्यो चाहिँ अलिक एच स्पान भन्छ अनि इटाको बेरा भएर त्यसमा तपाईँको सिमेन्ट बोर्डको अलिकति फेन्सी जस्तो बनाउने भनेर हामीले सिमेन्ट बोर्डको त्यो सिलिङ पनि राखेका छौँ अनि यहाँ फ्लोरमा चाहिँ इन्टरलकिङ टाइल हुन्छ यो हाम्रो खाली स्पेसमा अनि पेन्टिङ हुन्छ रोलिङ सटर हुन्छ यति भन्ने एउटा फिनिसिङ पुरा फिनिसिङ भएको एउटा चहरा भन्छ जसमा चाहिँ तरकारी पसल राख्न रेडी भएको कति बाई कति हो भन्नुभयो हाम्रो 35 फिट बाई 5 इन्चको लम्बाइ अनि 12 फिट चौडाइको त्यसमा 4टा रुम हुन्छ 10 बाई 10.5 14 बाई 12 कति समय अब धमाधम सुरु हुन्छ काम कहिले काम सुरु गर्छ आज शिलान्यास हो भरे भोलि सुरु हुन्छ सुरु गरिहाल्नु भोलि सुरु हुन्छ भोलिदेखि सुरु गर्नु जस्तो यति भनिराख्दा भोलिदेखि नै सुरु भइरहेको छ भन्दाखेरि अलिकति लफडा भयो जस्तो अलिक केही भयो जस्तो देखिन्छ सम्पूर्ण लाग्यो होइन उहाँले भन्नुहुन्छ नि अब बिपी अस्पतालले के भन्छ नि त्यो छाताचोकको अस्पताल पनि उहाँहरूले लानुभयो अरे भन्नुहुन्छ है त्यो जग्गा मात्रै ओगटेर के गर्ने भइराखेको अस्पतालको हालत के छ हेर्नु कति भूभाग चाहिँ चाहिएको त कम्पाउन्ड भित्र हो भने एउटा कुरा हुन्छ है कम्पाउन्ड बाहिरको कुराहरू उहाँहरूले यस्तो भन्नु हुँदैन मैले उहाँलाई त्यही भनेको अलिकति राम्रै हो हाम्रो सम्बन्ध उहाँसँग त्यस्तो नराम्रो त होइन तर त्यो उहाँ यस्तो भन्नु आउनु त अलिकति नसुहाउने कुरा हुन्छ यो 81 आएको कि प्लानबद्ध के छ खोइ कसरी आएको है भोलि के अरे बिपी अस्पतालले धरान उपमहानगरपालिका सबै हाम्रो भन्ला होइन को र बिपी अस्पताल चाहिँ विदेशीको त होइन होला होइन नेपाल सरकारकै होला नि त नेपाल सरकार त हामी त होइन त हामी चाहिँ को हो त नेपाल सरकार होइन कि भारतबाट आएको त होइन त्यसले गर्दाखेरि उहाँहरूले जुन किसिमले मैले भनिरहेको छु नि त उहाँको लेभलले मसँग त्यसरी बात मार्ने होइन कि आउने होइन पहिले नै केही कुरो भएको स्वास्थ्य मन्त्रीले भन्ने जनप्रतिनिधि बात मार्छौँ नि हामी कहाँ कर्मचारी जस्तो पहिले नै यस्तो विषयमा जानकारी दिनलाई खेल्न अथवा होइन उहाँहरूले त्यस्तै कुरा गर्ने भने त यो पनि हामीले भाडा दिनुपर्छ कि जस्तो देखियो नि त यो माथिको सुन्दर बजार होइन त्यो पनि कम्पाउन्ड बाहिर छ नि टोइलेटको पनि भाडा दिनुपर्छ होला होइन इनफ्याक्ट उहाँहरूले चाहिँ अब ल्याउनुपर्छ म चाहिँ त्यतातिर चाहिँ जान्छु त्यो चाहिँ नगरपालिका हुनुपर्छ यता नगरकै हो त नगरकै नि बिपी अस्पताल पनि नगरभित्रै छैन त भनेको क्या हाम्रो अस्पताल पो त त्यो त बिपी अस्पतालभित्र धरान उपमहानगरपालिका छ कि धरान उपमहानगरपालिका भित्र चाहिँ बिपी अस्पताल छ भनेर म सोधेको त्यही भनेर धरानभित्र होइन बिपी अस्पताल ल अब यति नै होला ल यति नै गरौँ